सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ धेरै लामो समयपछि म फेरि पनि कन्टिन्युटी दिँदैछु, भ्लग हाल्दैछु होइन। आज चाहिँ झोरजान लागेको एउटा स्कुलबाट पढेको साथी हो ऊ चाहिँ होइन। हामीले केही नभने 8-9 वर्ष चाहिँ सँगै बिताएको हो, त्यही पनि एउटै बेन्चमा, स्कुलको लास्ट बेन्चमा। सो आज त्यो साथी बोलाएर आज चाहिँ हामी कहाँ जाँदैछु। सो मैले चाहिँ उसलाई फोन गर्नुपर्ने हुन्छ, ऊ आउँछ एकछिनमा। एक पछाडि भन्ने भने यो बस पार्क एरिया हो होइन। यो एरियामा चाहिँ सतर्क रहनु है केटा हो, केटा केटी अथवा गाउँबाट आएको मान्छेहरूले होटेल भनेर यता लगिदिन्छु, यस्तो गरिदिन्छु, केटी मिलाइदिन्छु भनेर यहाँ लास्ट चाहिँ लुट्छन्, ठग्छन् पनि। सो यो कुरामा चाहिँ बी केयरफुल है, होसियार हुनु होला। यो अगाडिको बिजी मल भइहाल्यो, अगाडि बस पार्क। सो अब 5 मिनट जति मैले पुग्नु पर्ने हुन्छ होइन, त्यो आउन टाइम लाग्ला। 5 मिनट पुगेपछि तर जाने हो त्यो आउँछ। वाउ क्या दामी देखिरहेको क्या, आज आकाश पनि कस्तो क्लियर छ। सो गाइस फाइनली केटो आइसक्यो होइन। हेर्नु त्यसलाई हेर्नु। ओइ के छ तेरो खबर? के दुब्लाइछस् त मुला? तेरो र मेरो जिन्दगी त एउटै हुने भइसक्यो त, न त मोटाउँछस् न म मोटाउँछु। सो फाइनली भेटिसक्यो है। केटो दुब्लाएछ, धेरै दिने गरेछ, धेरै खाने गरेछ केटोले। बिस्तारै बिस्तारै मलाई त डर पो लाग्छ। कतिको स्पिड हान्छस् तैँले? मलाई पहिला म ऊ गर्दाखेरि त धेरै हान्थिस्। कहाँ ललिन्चोर जान लाइस् क्या? के भन्छ? ए साथीकोमा जानला? होइन होइन, यही होइन हामीले यहाँ सिधिएको, यही हो क्या, यही हो क्या। यस्तो टाइट गरेर मेरो ए प्लस नआएको, ए मात्र आएको भने ए तेरो नि नै है। सो गाइज साथीकोमा आएको छु होइन। अब साथी चाहिँ भित्र बोलाउन गएको छ, म चाहिँ एकछिन बाहिर कुरेर बसेको। ओ यो चाहिँ साथीको बाइक होला होइन, यो चाहिँ त्यसको बाइक हो। एकचोटि चाहिँ मैले एक्सिडेन्ट हान्दा थिएँ यार यो बाइक। एनिवेयर चलाउन आउँदैन, के गर्नु, पछाडि बस्ने के काम रमाइलो हुँदैन। एनिवेयर ठिक छ, यतिको साथी चाहिँ पाउनुपर्छ है, किनकि भनेको बेला भाइ घुम्न जाऊँ भने चाहिँ टक्क आउनु पऱ्यो। कताबाट जाने हो? अघि आएकै बाटो हो। यति फास्ट कुदा नि। अब हिँडिदिने छ। ल हामी 4जना मिलेर झोर जाँदैछौँ भने गाइस। अरू केटाहरू चाहिँ आउँछ कि नै? दिदी हेर्नुहोस्, दिदी उसलाई देखा यस्तो 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 गरेर आएर तैँले थाहा छ हाम्रो तत्सीला अहिले यता छ नि उयो। अहिले त केरा जस्तो भयो हाम्रो कलेज चाहिँ। अहिले त हावा छ कि भित्र त्यस्तो, पहिलाको नि मलाई राम्रै थिएन हुन त। केरा जस्तो छ हो कलेज पनि। पढ्यो कि पढेन है? यता हामी पढेन, मुतै पढ्यौँ हामी पढ्न चाहिँ। कस्तो जाम हाने हो पुलिसहरू रहेछ। चाहिँ टोखा आइसक्यो होइन गाउँमा।
झोर अहिलेसम्म गएन यार त कचोडी गइस तँलाई उहिले हान्न आउँछ आउँदैन मलाई सिक्नुपर्छ नि डाँडामाथि कि उतातिर ए डाँडा हो मैले भन्न खोजेको यता माथि कि ए यतै माथि हो पानी त आएको होला है कडा रहेछ नि जङ्गल पनि यहाँ त्यो एउटा नेपालको झन्डा थियो त एउटा त्यो डाँडा कहाँ हो नेपालको झन्डा जस्तो अर्कै ठाउँ थियो यतातिर आउँदा त गाउँतिर आए जस्तो लागिरहेको कस्तो रमाइलो हुँदो रहेछ गाउँतिर दसैँमा घर जानु त पाइएन त्यही पनि अब यतै आएर चित्त बुझाउनु पऱ्यो क्या गेममै बिजी छ यो सो फाइनली खाजा खाएर नि भ्यायो होइन अब चाहिँ नुवाकोट चल्दिने भन्ने प्लान छ हाम्रो काठमाडौँको भ्यू हेरौँ न यताबाट कस्तो पोल्युटेड हो यार पोल्युसनै पोल्युसन देखिरहेको क्या शेखर बिस्तारै चलाउनु पर्यो ओए सुने हास बिस्तारै चला बिस्तारै अघि जस्तो त्यो ओभर भयो तेरो लिमिट नै क्रस भयो लिमिट क्रस भयो क्या तेरो है बाइक चलाउनु नआए चाहिँ यस्तै हुन्छ कि हेर्नु आफ्नै अगाडि बाइक हुँदाखेरि पनि चलाउनु नआएर हो कि ल अब हामी नुवाकोट हिँड्दैको होइन चल्दैको के अरे ओए बिस्तारै आफ्नो मलाई सुरुमा त ल गाई चाहिँ पछाडिको काठमाडौँ भ्याली है यस्तो देखिरहेको छ यस्तो पोल्युटेड छ यार मान्छेको होइन 5 वर्ष आयु चाहिँ घर छ कि काठमाडौँ यो यस्तो हो नि त गाउँतिर बस्नुपर्छ यस्तो आनन्द खोला पनि रहेछ है पछाडि हाम्रो साथी होइन दामी दामी हावा आउने रहेछ होइन मामा हामीसँग लाइसेन्स त छैन मामाजी यहाँतिर धेरै बस्नै दिँदैन रहेछ यार भाग्नु पर्यो दामी रहेछ यार वाउ त्यहाँ अगाडि दामी भ्यू थियो यार फोटो खिच्ने देखायो कि तेल छ र तेल छ यसको त थोपा मात्र छ मलाई अघि नै त्यही भन्नुपर्ने मलाई चिसो हाने यार मैले त तँलाई हाने होइन खै त यार भ्युटलमा जाऊ न भ्युटलमा हाल बाइक सो फाइनली नुवाकोट आइसक्यो होइन यही नै हो यहाँभन्दा तल त जाँदैनौँ बाइककोमा तेलै छैन क्या दुइटै बाइकमा अरे फोटो स्टेसन जोस् दामी छ भ्याली बाहिर चाहिँ दामी छ यार भ्यालीभित्र त पोल्युसनै पोल्युसन छ यो तलको त्यही हो पुलिसको ऊ हो चेकपोस्ट तर बादल हेर्नु कस्तो दामी लागेर वाउ वाउ यसलाई हेर्नु फेरि अहिले त हिरो आज बाइक लडेन दामी पछाडि हिमाल देख्दो रहेछ यार ओ गाई जे चाहिँ हिमाल हो है हिमाल हिउँदै यो कहाँनिर फेरि ढङ्गु बजाउनु थाल्यो के त्यो पारी गाउँ हो क्या हो
तर हिमाल चाहिँ बबाले देखाएको छ यार हिमाल चाहिँ दामी नै छ छुनदिन चाहिँ हान्छ जस्तो लाग्यो यार ओइ छुन दियो 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 छोड्न दियो 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 वाउ मलाई दामी लाग्छ कि गाई गोरुहरू बबा लाग्छ यार यस्तो खतरै लाग्छ है मलाई चाहिँ माया लाग्छ सो गाइज हेर्न सक्नुहुन्छ भ्यू ल गाइज हामी हिँड्न आँटेको तेल छैन होइन खै कति छ देखा त अहिले 2 लाइन देखा है हिँड्न रानमा के बटाएर ल ल ल यस्तो खतरा बटाएर कि अब झोलिदिने हो अब त्यसको चल्दी आज मैले सिकेको भए चलाउन होइन मैले चलाउनु पाउँथेँ नि यार त्यसरी बस्नुपर्ने अवस्था त आउँथेन नि बाइक नसिकी भएन यार अब मतलब त आज मैले कुदाउन पाउँथेँ तर मैले कुदाउनै पाएन के साह्रो कुदाएको है तैँले साथै जानेर कुदाउँछ जस्तो है साथै उठी उठी चला अहिले स्वर्गको टिकट काट्छु नि थाहा हुन्छ हुन त कता स्वर्गै जानुहोस् क्रस छ यसलाई हेर्नु फेरि हट ओइ मा दुईटै हात नछोडे मलाई अहिले एक्सिडेन्ट हाल्नुहोस् ओइ मेरो क्यामेरा भएन नि त त्यही ओइ मेरो क्यामेरा कसरी समात्ने भनेको भएन कि त्यही भएर यो गाइज यो चाहिँ टोखा हो है यो गाउँ हो यतैतिर बस्नुपर्छ भाडा पनि सस्तै पर्छ आनन्दको कस्तो हावा खाँदै हिँड्न कति मजा आउँछ यार गाडीमा त म चाहिँ इरिटेट लाग्छ हो अहिलेसम्म तैँले गाडी नै चढेको छैनस् होला होइन त्यही स्कुल बस पहिला होइन पहिला त्यही स्कुल बस अनि अहिले त छैन होला नि होइन अहिलेसम्म गाडी चढेको के अरे ए एक्जामको बेला ठ्याक्क बेचेर यो अहिले नयाँ लगिसक्यो ओइ मुला त्यो केटीले मलाई हेरेर के तँलाई हेरेर न त्यो केटीले मेरो गर्लफ्रेन्ड छ हेरे यसलाई हेरे होला नि त यसको पनि गर्लफ्रेन्ड छ हेर केटी हो हामी रोयल छ हामी रोलमै बस्छ प्लिज हामीलाई नहेरिदिनु यार हामीलाई नहेर्नु सो फेरि पनि हामी खेल्न आइसक्यौँ होइन केटाहरू होला नि खेल्न दिन्छ ए केटाहरू नै आएर नि छ एकछिन खेलेर गइहाल्यो ल थ्याङ्क्स फर वाचिङ भिडियो है यति भन्दै बिदा हुन्छु बाई बाई